मेरो मिनी ब्लगमा स्वागत छ सम्पूर्ण यो साथीभाइहरूलाई है। आज चाहिँ म सुन्तला रोप्नुलाई सुन्तलाको बिरुवा रोप्ने भनेर उठाउनु आँटेको। आफ्नै घरको सुन्तला बिरुवा आफूले नै उमारेको टक्कै छ। कुनै चाहिँ एकदम ठुल्ठुलो भइसकेको छ सुन्तला। यो पनि आफूले नै उमारेको सुन्तलाहरू यो पनि छ यहाँ टक्कसँगले। कोलाई चाहिन्छ सुन्तलाको बिरुवा भन्नुहोस् है गाइजहरू। यहाँ चाहिँ टक्क सेता सुन्तलाको बिरुवा होइन, त्यो त यहाँ निकै ठुल्ठुलो बिरुवा भइसकेको छ। यो चाहिँ डाइगन, टक्कै डाइगन बेला चाहिँ भन्छ भने यो पनि डाइगन हो है। डाइगन एकदम ब्राइटिस डाइगन हो। यो चाहिँ सुगरहरूले खाने र धेरै कमजोरीहरूले खानेहरू यो चाहिँ डाइगन हो क्या। यो चाहिँ केही हुँदैन, रोग लागेको मान्छेले पनि खान्छ कि केही हुँदैन नि त। यो चाहिँ एकदम ब्लड कम हुने छ भने पनि यसले चाहिँ ब्लड बढाउने काम पनि गर्छ कि यो डाइगनले चाहिँ। यो डाइगन त्यही भएर एकदम मिठो